हेलो हेलो नमस्ते सबैजनालाई के छ खबर तपाईहरुको आई होप सबैजना ठिकै हुनुहुन्छ राम्रै हुनुहुन्छ सन्चै हुनुहुन्छ म चाहिँ अब यो तिहारको तयारी गर्न लाग्दै छु है अब कसरी तिहारको तयारी यो सुकेको फूल देखाएर भनेर भन्नुहुन्छ भने म चाहिँ आउँदो तिहारमा चाहिँ ढकमक्क सयपत्री फुलाउने तयारीको लागि यो साउनको फर्स्ट विकमा चाहिँ ठ्याक्कै हामीले बिउ छर्यो भने त्यतिखेरको लागि एकदम रेडी हुन्छ किनकि यो पालि दशैं नै कात्तिकको 4 गते छ हैन अनि लगभग लास्टमा छ तिहार अनि त्यस्तो भएपछि ठ्याक्कै भ्याइन्छ 20 गते रहेछ धनतेरस लगभग तिहारै लागिहाल्यो भन्दा भइको त्यतिखेर चाहिँ फुल फुलिसक्नु पर्यो नि त है अनि मैले बिउ छर्न लागे यो चाहिँ मैले राम्रो खालको सयपत्री थियो के मसँग गोल्डन र येल्लोमा यो चाहिँ मैले बिउको लागि बचाएर राखेको थिएँ अनि भुइँमा छर्यो भने यति पानी परेको छ कि दिनदिनै है बिहान घाम लाग्छ बेलुका पानी पर्छ बिहान पानी परे बेलुका घाम लाग्छ यसरी मौसम चाहिँ 2-3 थरी भइरहेछ त्यही भएर मलाई भुइँमा छरेर चाहिँ अलिकति पानीले डुब्यो भने जान्छ बरु यो यस्तो क्यारी ब्यागहरुमा चाहिँ छर्यो भने चाहिँ राम्ररी उम्रिन्छ भनेर चाहिँ त्यही खाली नभए पनि अलिअलि छर्दिए पछि ठुलो बिरुवा उखालेर मिलाउला भनेर यसरी चाहिँ मैले तिहारको लागि फुलको तयारी गरे तपाईहरुले के गर्नु भएको छ अनि मखमली चाहिँ मसँग थिएन है बरु मसँग यस्तो इन्डोर प्लान्ट अनि अरू फ्लावर कलेक्सन चाहिँ छ भनेर भिडियोमा देखाइराको मैले हैन भिडियो क्लिक गरेको थिएँ तपाईहरुसँग कुन कुन फुलहरु छ कुन कुन इन्डोर प्लान्टहरु छ मसँग चाहिँ यो मनी प्लान्ट अनि त्यसपछि कतिको त मलाई नामै थाहा छैन हो छ्या अनि यो हेर्नु न कति दिनदेखि घाम लागेको छैन राम्ररी यसलाई घाममा लगेर राख्न नपाएर यसरी जान लागिसकेको छ मेरो मुटु छिया हुन्छ यसरी मेहनत गरेर रोपेर हैन मेहनत चाहिँ पानीमै जान लाग्यो भने चाहिँ एकदम पिर पर्छ मलाई अब त के गर्नु घामै लागेको छैन बिजी भएर दिउँसो चाहिँ अनि अफिस जाने भएपछि भ्याइदैन सुकाउनलाई घाममा राख्नको लागि प्लान्टहरु यतिकै छ अनि यो फूल हेर्नु कति राम्रो यसको नाम थाहा छैन कति राम्रो छ पोड ल्याएर रोपेको 1 वर्षसम्म फुलेर अब चाहिँ यसलाई मैले उखालेर फाल्दिन्छु मलाई रिसै उठ्यो भन्ने ठानिरहेको थिएँ लास्टमा चाहिँ कस्तो मजाले फुलिरहेको योपालि यो भनौं न यो रेनी सिजनमा यो सिजनमा चाहिँ राम्रो गरी फुल्दो रहेछ यो चाहिँ तिउरी फुल थियो अनि यो अर्को इन्डोर प्लान्ट यो चाहिँ मलाई छिमेकी दिदीले दिनुभएको यो मेरो लालुपाते कहिले फुल्छ होला मैले अस्ति भर्खर ल्याएर सारै कस्तो छिटो सप्रे अनि मसँग यो व्हाइट रोज पनि थियो अनि यस्तो खालको फुल है कतिपय फुलको मलाई नामै याद छैन हेर्नु न अनि यो चाहिँ हाम्रोतिर चाहिँ यसलाई ठ्याक्कै नाम मैले यतिखेर ठ्याक्कै बिर्सेँ कि यसको नाम के पो थियो मैले बिर्सेँ भगवान मेरो दिमाग अनि मसँग यो खालको रोज पनि थियो तर यसको पत्ता एकदम छिटो झर्छ है अर्को पत्ता नझर्ने खालको चाहिँ पत्ता भन्नाले यसको यो पंखुडी भन्छ उसमा चाहिँ फुलको पंखुडी भन्छ हिन्दीमा चाहिँ अब यो उसमा चाहिँ के भन्छ अनि यो अर्को इन्डोर प्लान्ट चाहिँ इन्डोर प्लान्ट चाहिँ प्लान्ट इन्डोर हो तर मैले चाहिँ आउटडोरमै राखेको छ यो तर राम्रो सप्रेको छ पानी कम भएपछि हुने यो स्नेक प्लान्टलाई अनि यो फुलको बारेमा म तपाईहरुलाई भनेर हँसाउँछु ल यो फुल यो रोज मैले ओरेन्ज कलरको है यो व्हाइट रोज सँगै मैले कहिले रोपेको रहेछ मलाई याद छैन है अनि ओरेन्ज फुल्यो ए भगवान 2 थरी फुल्यो यो के अचम्म कहाँ कहिले मैले सारे भन्ने भइरहेको थियो के मलाई अस्ति फुलेपछि म यति खुसी भएको मलाई यो कलरको एकदम सार्न मन थियो है अनि हेर्नु न मेरो अहिलेसम्म पनि लाउरे एउटा दुईटा फुलिरहेछ मलाई खुसी लाग्छ कसैको घरमा नहुने अनि आफ्नो घरमा आउँदा मजा आउँछ मलाई अनि अर्को मैले चाहिँ यो ह्याङ्गिङ बटमा लहरावाला केही प्लान्टहरु लगाउँछु भनेर लिएर आएको अनि नपाएपछि मसँग मैले जम्मा 2टा लिएर आएको थिएँ यसमा चाहिँ एक थरी लगाएँ अनि अर्को थरीमा चाहिँ 12 बजे फुल भन्ने टकमक्क घाम लागेको बेलामा फुल्छ भनेर ल्याएर रोपेको मैले रोपेको दिनदेखि त पानी परेको हेर्नु नि त मेरो वालहरु कम्पाउन्डको वालहरु पनि हरियै भएको छ अनि यस्तो खालको प्लान्ट पनि छ अनि यो जिरेनियम यसको नाम चाहिँ मलाई थाहा छ है जिरेनियम सुकेछ मैले उखाल्न भ्याएको थिइनँ आज हेरेको त हेर्नु न यस्तो सुकिसकेछ फुलहरु अनि यसको चाहिँ यो मात्र एउटा मात्र फ्लावर जस्तो लाग्यो मैले अहिलेसम्म अलिअलि चिनेको फुलहरु खासै धेरै त चिनेको छैन है यो चाहिँ अल सिजनमा फुल्दो रहेछ अनि यो अर्को छ नि यो लिलीको बोट जस्तो है यसको चाहिँ धेरै दिन फुल अडिदैन इयरमा एकचोटी मात्र फुल्छ तर कस्तो राम्रो खालको फुल फुल्छ अनि यो चाहिँ
अनि यो चाहिँ वेगन भेली मेरो राम्रो भयो नि यो उखालिदिन्छु। अनि यो कस्तो राम्रो खालको फुल अस्ति भर्खर सारेको, सरी कति राम्रो फुल्यो पनि। ल मेरो भिडियो सके साथीहरू, थ्याङ्क यू फर वाचिङ।